ग्यास नमिल्नेको कारणले यसरी स्टोभ जलाउँदैछ, तर जलाउन बहुतै गाह्रो हुँदैछ साथीहरू होइन। ल्याउन त ल्याइहाल्यो 9000 ड्राम हालेर, चलाउनै गाह्रो, चल्दैन। डिजल पनि नचल्ने कस्तो रहेछ हेर, आगै लाग्दैन साथीहरू, देख्न सक्नुहुन्छ होइन। यी टक्क यता देखाउँछ, यता चुल्हाहरू यस्तै, यो खालीका चुल्हा परे यस्तो पनि हुँदैछ। सिलिन्डरको आपतमा यस्ता बोमहरू पनि ल्याउनु पर्दैछ, यस्तो अनिकाल पनि आउँदैछ भन्ने थाहा पाइयो साथीहरू होइन। टक्कै अब स्टोभ चलाउने पनि पहिलाकै जमाना आइसक्ला, पहिला स्टोभै चलाइन्थ्यो होइन, स्टोभैको जमाना आइसक्यो। अनि मटेरियल चाहिँ मिल्दैन, डिजल चाहिँ छ यतातिर, डिजल राखेछ यहाँ क्यान, एक क्यान भरेर टक्क होइन साथीहरू। तपाईँहरूले पनि चट्ट अब सिलिन्डर मिल्न गाह्रो हुन्छ बेलैमा एउटा, अनि अझ महँगिन सक्छ, बेलैमा किनेर राख्नुहोस्। हवस् त, नमस्कार। हेलो गाइस, स्टोभ यसरी चलाउँदैछ, टक्क यताको पर्फेक्ट भइसक्यो। यताको पर्फेक्ट भइसक्यो, यताको ट्राई हान्दैछु। यो बन्द गरेर नि चल्ने रहेछ हल्का त, यो यता यो चल्न लाखा भर्खरै, यो चल्नको लागि अलिक टाइम लाग्दैछ। टक्क गाइस, तपाईँहरूले पनि चाहिएमा सम्पर्क गर्नु होला। हवस् त, नमस्कार।